घटना कि दुर्घटना भन्दैन यो त घट्ने यसको लागि यसको लागि त यसलाई त अब सार्वजनिक ठाउँमा राखेर जनताको त्यो रिपोर्ट निकालेछ नि जो त्यो जनताको न्याय जनताको र देशको न्याय र जवाबदेताको रिपोर्ट हो या अन्य रिपोर्ट भनेर त्यहाँ त्यो क्वेसन गरेर चाहिँ जो जहाँ अफिसबाट रिपोर्ट निकालेछ त्यो यहाँका बुद्धिजीवी यहाँका अगुवा भन्ने नागरिक समाज अगुवा भन्ने व्यक्ति यिनीहरूलाई सम्पूर्ण राखेर पुनः एउटा सार्वजनिक ठाउँमा राखेर त्यो भेला गरेर उ गर्नुपर्ने छ। यसले त्यो रिपोर्टले मान्दैन। त्यो रिपोर्ट त स्वत त्यो रमै निक्ले जस्तो छ। त्यसलाई पनि एकचोटि भेरिफिकेसन गर्नुपर्ने अवस्था छ। त्यसलाई त्यो रिपोर्टले तपाईँले भन्नुभयो स्थानीय तह अथवा अलिकति जिम्मेवार व्यक्तिहरूबाट साथ अलिक कम भएको भन्ने तपाईँको कुरा आयो। त्यो त अब भेरिफिकेसन गरेर थाहा हुने हो। त्यो त अब यस्तो घटना त्यस्तो छ है। त्यो घटना कस्तो छ भनेपछि यो घटनाको छ नि यो घटना के गर्नुपर्छ भन्दाखेरि के सो रिपोर्ट न्याय र जवाबदेताको रिपोर्ट हो या अन्य रिपोर्ट भनेर यही कञ्चनमै सार्वजनिक ठाउँमा सम्पूर्ण बुद्धिजीवी नागरिक समाजका अगुवा सम्पूर्ण आम जनता भेला गरी सार्वजनिक गर्नुपर्ने हुन्छ। जवाबदेताको भेरिफिकेसन गर्नु पर्यो। जवाबदेताको त्यो जुन क्वेसन सोधिन्छ त्यसको भेरिफिकेसन गर्नु पर्यो र त्यो त स्वत त्यसरी घटना घटाइएको छ है। एउटा यो घटनाको त यत्रो छ त यहाँ यत्रो एभिडेन्स छ। योभन्दा ठुलो एभिडेन्स के चाहियो? यो त मारेर यहाँ फालिदिएर त्यो रिपोर्ट बने जस्तो लागिरहेको छ नि त। त्यो रिपोर्ट अनुसार त है त्यो रिपोर्ट त निकालियो। त्यो रिपोर्ट निकाल्नुभन्दा पहिल्यै सोध्नुपर्ने विषयवस्तु होइन। एउटा त्यो त आधिकारिक कार्यालयबाट निकालेको रिपोर्ट हो या कहीँ कसैले केटाकेटी खेलेर निकालेको रिपोर्ट त होइन। त्यो त होइन। त्यो कारणले गर्दाखेरि त्यो व्यक्तिले भोलि बिहान त्यो व्यक्ति थामथुम गरेर त्यो व्यक्तिलाई जसले मारेको हो त्यो व्यक्तिलाई ननिकाल्ने हो भने त्यो व्यक्तिले अन्य व्यक्तिलाई नमार्ला भन्न सक्थ्यो भोलि बिहानको दिनमा। यही सेक्टरमा चाहिँ यस्तो आतङ्क मच्चाएर यो सेक्टर चाहिँ बस्ने कसरी भने क्या पुलिस प्रशासन बस्छ कसरी भने यस्तो गरेर यसरी रिपोर्ट चाहिँ त्यो निकालिदिने। अनि त्यो रिपोर्ट निकाल्न को हुनुहुन्छ? यो रिपोर्ट यहाँहरू यो रिपोर्टमा चाहिँ सिडिओ कार्यकारी प्रमुख को हुनुहुन्छ? यहाँ चाहिँ यो सम्पूर्ण जसले यो रिपोर्ट यहाँ अब निकाल्नु भएको छ नि बसेर त्यो रिपोर्टको देखाउनु त कुन हुनुहुन्छ त्यहाँ? सिडिओ कार्यकारी प्रमुख को सम्पूर्ण व्यक्तिहरू हुनुहुन्छ त्यहाँ जसले त्यो निकालेछ त्यहाँ निकालेछ नि रिपोर्ट बसेर त्यही व्यक्तिलाई यहाँ उपस्थित गराउनु पर्यो। म सोध्छु त्यसपछि कस्ता क्वेसन राख्ने हो त्यसको भेरिफिकेसन गर्न सक्छ हो भने यस्तो यो कसरी मान्ने? यो मान्ने त लागेकै छैन त त्यो रिपोर्टले त होइन। मान्दा पनि मान्ने होइन। गाडीको एक्सिडेन्ट भएर मान्छे मार्छ भने गाडी पहिला उसमा जान्छ के इलाकामा जान्छ के यो घटना बाबुको सुनै तरिकाले गराएर यो थामथुम गर्न लागिएको छ है। यो पुरा टोटली रङ्गरन या त पुलिसको मुखमा बुझो लगाइएको छ या पुलिस प्रशासन पैसाले बिकेको जस्तो लागिरहेको छ टोटली है। यो चाहिँ भेरिफिकेसन गर्नुपर्ने हुन्छ। यो पैसामा बिक्ने तपाईँले एकदमै सङ्गीन आरोप लाउनुभयो प्रहरी प्रशासनलाई केको आधारमा? मैले के भने तपाईँ पत्रकार हुनुहुन्छ नि पत्रकार हो पत्रकार भएर तपाईँले आरोप लगाउनु भन्नु नि रङ क्वेसन गर्नुभयो। होइन जस्तो सुन्नु न मेरो कुरा अहिले आरोप पुष्टि सुन्नु न पहिले होइन यो मैले सोध्दैछु तपाईँ होइन मेरो क्यामेरामा बोल्नु भएको छ भने मैले सोध्दैछु कि क्वेसन जस्तो अहिलेसम्म पुष्टि नहुँदासम्म आरोप नै हो होइन। आरोप पुष्टि हुने आधार दिनुहोस् भन्नु खोजेको। मेरो कुरा सुन्नु न सर तपाईँले आरोप लगाउनु भयो भन्नुभयो नि होइन। त्यसको लागि त म क्वेसन जस्तो एन्सर दिनु न यस र नोमा होइन। यस्तो अहिले मेरो कुरा सुन्नु न पहिला यस र नोमा दिनु क्या होइन। मैले क्वेसनको आन्सर दिने होइन कि सर तपाईँले जस्तो आरोप लगाउनु भयो आरोप पुष्टि हुने आधार दिनुहोस् भन्न खोजेको के यहाँ सबैलाई थाहा छ होइन। तर त्यो आरोप पुष्टि हुने आधार दिनुहोस् भन्न खोजेको। म सोध्छु कि तपाईँले भन्नुभयो आरोप लगाउनु भयो भन्नुभयो नि होइन। मैले के भने त भन्दाखेरि यो जुन सम्पूर्ण मैले जो बोलेको छु यसलाई भेरिफिकेसन गरिदिनु पर्यो। भेरिफिकेसनबाट निक्ल्यो भने पनि आरोप लागेको नलागेको हुन्छ त त्यहाँ प्रमाण हुन्छ त। तपाईँले के भन्नु सिधा आरोप लाउनु भयो भन्नु नि त त्यसलाई आरोप लाउनु भयो भन्न मिलेन नि त। अर्कै भन्नु तपाईँले भनेको क्वेसन रङ छ या राइट छ होइन। जस्तो आरोप चाहिँ पुष्टि नहुँदासम्म जस्तो अहिले त आरोप नै भन्नु पर्यो नि त होइन। प्रहरी प्रशासन राज्यको एउटा अङ्गले एउटा चाहिँ रिपोर्ट निकाल्यो भने त्यसमा तपाईँ सन्तुष्ट हुनु नि होइन। तर अब सन्तुष्ट नहुने आधारहरू के हुन् भन्न खोजेँ मैले। सन्तुष्ट नहुने आधारहरू त निकाल्नु पर्यो नि त भेरिफिकेसन गर्नु पर्यो नि त।
सन्तुष्टि नहुने आधार हामी भनिदिन्छौँ के सन्तुष्टि नहुने आधारको भइसक्यो हामी भन्छौँ सन्तुष्टि नहुने आधार यो घटनाको यो यस्तो छ घटनाको प्रकृति देखेर प्रकृति हेर्दा घटनाको हेर्नुहोस् है प्रकृति यहाँ चाहिँ त्यो बसले ठक्कर दिएको ठाउँमा कहीँ केही तपाईँहरूले छैन प्रहरी प्रशासनले जुन प्रारम्भिक एउटा रिपोर्ट निकालेको छ हजुर। त्यो प्रारम्भिक रिपोर्ट केही चाहिँ जस्तो तपाईँहरूले भने जस्तो छैन भन्न खोज्नु भयो हो एउटा यो एक्सिडेन्ट होइन यो चाहिँ यो दुर्घटना होइन यो चाहिँ यो घटाइएको घटना हो भने चाहिँ हाम्रो अनुमान सबैको छ कञ्चनवासीकै छ यो कसैको चित्त बुद्ध छैन यो कुनै छैन यो हत्या नै हो यो हत्या गरेर ल्याएर यहाँ घुसालेको भने हामी चाहिँ बुझेका थियौँ। तर चाहिँ प्रहरी तपाईँ प्रहरी प्रशासनमा जानु यो घटनाको विस्तृत जानकारी दिनुहोस् कि तपाईँले म तपाईँलाई सोध्न खोजेको तपाईँले एउटा राज्यको प्रशासनलाई एउटा आरोपै हो कि अहिलेसम्म आरोप पुष्टि हुने आधार छैन तपाईँले गलत मैले भनेको आरोप भन्न मिल्दैन क्या त्यसलाई यस्तो यस्तो घटना छ रिपोर्ट यस्तो आयो यो मान्न तयार छैनौँ हामी त्यही हो हामी यो मान्न तयार सधैँ छैनौँ यो दुर्घटना नै होइन यो यसरी ल्याएर यस्तो यो जुन रिपोर्टमा निकालेको छ नि निकालेको छ भन्नु त प्रहरी प्रशासनले रिपोर्टमा त तपाईँले भन्नु तपाईँले अरूलाई नसुन्नु नेट चाहियो नेट गर्नु त खोल्नु नेट हेरेर गर्नु पर्ने ल एमा छ है यो कञ्चन खबरकोमा हालेर रहेछ यो एकचोटि हेरौँ त त्यहाँ भर्खरै यहाँ मेरो अहिले वाइफाई छैन तपाईँले अलि पहिला यो रिपोर्ट एक्सिडेन्ट भयो त हुँदै हुन्छ पल्टेको हुन्छ यसलाई मान्दैन हामीले हामीले मान्ने त कुरै भएन हामीले मानेका छैनौँ नि त्यो त हामीले त हुँदै होइन भनेको छौँ यसलाई पुनः यो त हामीले होइन भनेको छौँ कञ्चनको वासीको भनाइ हो टोटली कञ्चनवासीको भनाइ यसरी भएन भने शान्तिपूर्ण र्याली त्यो दिन हामी चाहिँ अब यहाँदेखि अब यसरी भएन जाँदा थियौँ। सिडिओले सुन्नुहोस् है, मान्दैन सिडिओले पीडित पक्षलाई कसैलाई नसोधिकन यो प्रमाण नष्ट गरिएको छ त्यो दिन परमुख गइन्छ हामी कुनै एक्लो यो व्यक्तिको दिन होइन यो चाहिँ यो पीडित पक्षलाई नसोधिकन यो प्रमाण नष्ट गरिएको छ यो भत्काइएको छ यो बिगारिएको छ होइन त्यसकारण यो चाहिँ जो मृतक बाबु चाहिँ यहाँबाट भित्र कसरी छिराइयो जति छटपटिन्छ जति जे गर्छ मान्छे चाहिँ मरिसकेपछि उतै यो पल्टेर भित्र उतै कसरी खेततिर घुसालियो? भयो एक्सिडेन्ट होइन, मानिन्छ सबभन्दा ठुलो कुरो चाहिँ यो नालीभित्र गएर 5-7 फुटभित्र बस्यो एउटा बल भएको भए त ठोकिँदै जान सक्थ्यो होला मान्छेको लास भइसकेपछि त्यो घुमेर त्यहाँ गइसके होइन एक्सिडेन्ट भयो उता खेततिर गएर पल्टेको भए एक्लो कुनै व्यक्तिको कुरा होइन यो कञ्चनवासीको 5-7 फुटभित्र जान्छ भने योलाई कसरी एक्सिडेन्ट होइन मानिन्छ हाम्रो कसैको एउटाको माग होइन जस्तो प्रहरी प्रशासनको कुरा आइरहेको छ होइन सबैको आवाज एउटै आइरहेको छ पछिल्लो समय अस्ति डेलिगेसन जानुभयो त्यस पश्चात चाहिँ प्रहरीको त्यसपछिको प्रतिक्रिया के छ तपाईँहरूलाई के जानकारी दिएको छ यो घटनाको विषयमा जानकारी केही पनि पाइएको छैन अहिले हजुर जानकारी पाएको भए त्यो बच्चाको आमा बाउलाई के आएको छ हजुर या अरू जनतालाई केही सुन्याइ उहाँले त हिजोसम्म हार गुहार गरेर पत्रकार आउनुहोस् बुद्धिजीवी आउनुहोस् समाजसेवी आउनुहोस् यहाँका कञ्चनवासी सबै आउनुहोस् मलाई न्याय दिनुहोस् मेरो छोरालाई न्याय दिनुहोस् भनेर उहाँले चाहिँ आह्वान गरिराख्नु भएको छ उहाँलाई पुलिस प्रशासनबाट चाहिँ केही पनि आएको छैन अरू चाहिएन क्या यो केसमा निष्पक्ष होस् हाम्रो चाहना त्यति हो यो जति पुलिसले जिल्ला प्रशासनबाट यो परामर्श जो निकालेको छ नि यो निष्पक्ष छैन यो हामीले जानिएको कुरो त हो ल यति कुरा भन्दैमा कसैले मलाई आक्रमण गर्छ भने नि गरोस् टेन्सन छैन सबैलाई यो कञ्चनवासीलाई गरोस् कि गर्ने व्यक्तिलाई हामी यो विरोध गर्ने यहाँ भएको सबैलाई चाहिँ गिरफ्तार गरोस् यो गाडी एक्सिडेन्टबाट होइन जस्तो स्थानीय निकाय भनौँ न एक त त्यत्रो जानै नपरिकन चिरी उहाँ भइरहनु भएको छ। प्रत्येक एकजना अरू कुरा नराख्नुहोस् प्रत्येक व्यक्तिसँग सोध्नुहोस् तपाईँ के को मागमा आउनु भएको छ यहाँ प्रत्येकसँग सोध्नुहोस् एउटा कुरा सोध्नुहोस् सबैसँग भएन भनेर त तपाईँको पछि त फेरि जिल्लामा के अरे उहाँ जिल्लामा जानु अझ अर्को मेन पोइन्ट कस्तो छ भने हुन सक्दैन भनेर जानुभएको छ अर्को मेन पोइन्ट हाम्रो कस्तो वडा रह्यो भने अध्यक्षहरू हाम्रो गाउँपालिकाको अध्यक्षहरू यो हुँदैन यो जुन पुलिसले निकालेको यो भएन भनेर उहाँहरू पछि डेलिगेसनमा जानुभएको छ नि त अनि अर्को मेन पोइन्ट कस्तो रह्यो भने चाहिँ घटना घटिसकेपछि एउटा पीडित एउटा मृतकको बुवा आमा धाउनु पर्ने हो यहाँबाट सिडिओसम्म यहाँको प्रहरीले इन्भेस्टिगेसन एकदम निष्पक्ष ढङ्गले गरिदिनु पर्ने हो त यहाँबाट यहाँ धाउँ उहाँ धाउँ गर्दै त्यत्रो दुःख कष्ट धाउँदा पनि अझै होइन 35 वर्षदेखि यस्तै जनताले भोगी आइराखेका छ अब यो नहोस् भएको घटना पनि बताउँछु कञ्चन 5 मा ममाथि भएको घटना पनि छ ममाथि हातसङ्घातिक आक्रमण गर्ने है अलरेडी फाइल भएको निवेदना भएको विषयवस्तु बोल्दैछु ममाथि हातसङ्घातिक आक्रमण गर्ने मलाई ज्यान मार्ने धम्की दिने है त्यसपछि चाहिँ
त्यो सेक्टरमा चाहिँ अन्य थुप्रै फाइलहरू भएका व्यक्तिहरू छन्। यो यहाँ त्यो पछि आतङ्क मचाइरहेको थियो है। पछि चाहिँ म यहाँ यो सेक्टर सबै बुझिसकेपछि म ह्युमन राइट्स अफिस बुटोल गएँ। बुटोलमा चाहिँ राखिदिनु मेरो काम। बुटोलमा ह्युमन राइट्स अफिस चाहिँ कार्यकारी प्रमुखले के भन्दा थियो मलाई त्यो सम्पूर्ण विषयवस्तु जानकारी गराउँदा तपाईँलाई चाहिँ यो सेक्टरबाट किडन्याप गर्न लागेको रहेछ भनेर भन्नुभएको थियो है। अनि उतिखेर त्यो किडन्याप गर्ने कुरोलाई त निश्चित पार्नुपर्छ भनेर उतिखेर आएर इलाका प्रहरीकारले त्यतिखेरको चाहिँ रुद्रपुरको सुरेश साई सर हुनुहुन्थ्यो क्या। सुरेश साई सरलाई आएर सम्पूर्ण जानकारी गराइदिनु त्यसलाई निश्चित पार्नै पर्छ भनिसकेपछि पछि आएर म त्यहाँ सम्पूर्ण टेबल त गएर बसेर उहाँलाई पिरोको बारे यो यस्तो छ भनेर भन्नु ल ठिक छ गल्ती गरे त प्रहरीलाई नै कारवाही हुन्छ हामीलाई है भनेर भनिसकेपछि उहाँले ल ठिक छ सुन्नु फाइलहरू हालिदिइसकेपछि हामीले यसको लागि त म निश्चितै पार्छु भनेर चाहिँ उहाँ लागि परेपछि मलाई त्यही इलाका प्रहरी कार्यालय रुद्रपुरमा कुटपिट पनि प्रहरीले दर्ता कुटपिट गरेको। त्यसपछि प्रहरीले नै मलाई ज्यान मार्ने धम्की दिएको है। त्यतिखेर त्यो पनि अलरेडी फाइलमा परिसकेको छ निवेदनमा। अनि त्यसपछि ठिक छ म गर्छु भनिसकेपछि उतिखेर त्यही प्रहरी अफिसमै बोलाएर जो मलाई कुटपिट गर्ने प्रहरी हो यो त्यहाँ जे गर्नुपर्ने छ एकदम स्पष्ट तरिकाले गर्नु है नरोकिकन। अनि त्यसपछि त्यो जुन मलाई कुटपिट गर्ने प्रहरी छोटकरीमा घटना सम्पूर्ण जानकारी गराउनु पर्यो नि त। मतलब छोटकरीमा तर सबै कुरा आउने गरी सबै कुरा आउँछ। आज यही घटनास्थलको मात्रै कुरा गर हाम्रो आफ्नो व्यक्तिगत कुरा भन्दा बाहिरको कुरा भन्दा यो घटनाको मात्रै कुरा गर्नुपर्छ हामीले। यो घटनासँग सम्बन्धित हो कि यो घटना त जबसम्म भेटिँदैन नि यो घटना त जबसम्म हत्यारा भेटिँदैन नि तबसम्म यो आवाज होइन। अब चाहिँ यहाँको टोटली कञ्चनवासी चुप कञ्चनवासीदेखि गिरोह नै लागेको भन्ने खालको मलाई गिरोह नै हो। सबै जनतासँग एक जनतासँग सोध्नुहोस् कि फाइल किन कञ्चनको एउटा असल छोरो मरेको छ के यहाँ एकजनालाई सोध्नुहोस्। कञ्चनको एउटा असल छोरो मरेको छ। अर्जुन शर्मा र रमा शर्माको मात्रै छोरो होइन यो कञ्चनको छोरो थियो देशको छोरो थियो राष्ट्रको छोरो थियो। यहाँ हत्या गरेर चाहिँ फालेको छ। हामी यो सही छैन जुन चाहिँ अहिले चाहिँ न्यायको चाहिँ भएर दोषी चाहिँ लाई हामी पक्रिया छ भनेर प्रशासनले भनेको छ त्यो यो कञ्चनवासी जनताको मान्ने छैन। यो एउटा अर्जुनको मात्रै छोरो होइन रमाको मात्रै छोरो होइन यो राष्ट्रको छोरो हो। यो कञ्चन गाउँपालिकाको छोरो हो हाम्रो छोरो हो। त्यसकारण यसलाई चाहिँ उचित न्याय दिनुपर्छ भन्ने आवाज कञ्चनवासीको छ। दोषीलाई चाहिँ कडाभन्दा दोषीलाई असली दोषीलाई समातेर चाहिँ कारबाही गरियोस्। यहाँ चाहिँ नक्कली दोषी समातेको जस्तो हामीलाई भान भएको छ। किनभने यो घटनाको प्रकृति हेर्दा हामीले चाहिँ यो सही छैन। यो सही नभएको कारणले सारा कञ्चनवासी जनता चाहिँ अहिले उर्लिएका छन्। हाम्रो राष्ट्रको एउटा असल छोरोलाई हामीले गुमाउँदाको पीडा हामीहरूलाई मात्रै थाहा छ। बुवा आमालाई त कति भयो होला। हामी यो संसारलाई चाहिँ यति पीडा परेको छ। यो पीडाको आवाज हामी उठाइरहेका छौँ। यहाँको स्थानीय तह पुलिस प्रशासन सबैले चाहिँ अर्जुनको छोरा रमाको छोरा र राष्ट्रको छोरा ईशान बाबुलाई चाहिँ न्याय दिनुपर्छ भन्ने हामी यो कञ्चनवासीको माग हो। र तपाईँ एउटा कुरो के मैले के भन्छु भने जस्तै यो केसमा निर्दोष मान्छे नफसोस् दोषी नहुनुहोस् भन्ने चाहना छ कि कञ्चनवासीलाई। तपाईँले सबै गरेर लानुहोस् यति हाम्रो चाहना। निर्दोष पनि नफसोस् निर्दोष बस्न भएन। जो दोषी छ प्रशासनले दोषीलाई कारबाही गरोस् भन्ने चाहना हो हाम्रो। अरू केही चाहना छैन। निर्दोष नफसोस्। र यता ल्याउनु म अर्को पनि भन्छु तपाईँको कुरा अहिले सुन्नु पहिला यहाँको घटना यही घटनाको बारेमा भन्नु यही घटना होइन सर हामी पब्लिकलाई केही थाहा मलाई केही थाहा छैन। शङ्का हामीलाई एउटैमा हामीलाई शङ्का छ। सुन्नुभयो हामीलाई एउटै कुरामा शङ्का छ। र यो शङ्काको विषय जुन यो घटना भएको छ घटनाको प्रकृति हेर्दाखेरि यो चाहिँ यो दुर्घटना होइन घटना घटाइएर चाहिँ ल्याएर यहाँ राखेको भन्ने हामीलाई एउटै कुराको शङ्का छ। किन यो घटनाको प्रकृति हेर्दाखेरि यो चाहिँ घटना घटाइएको हो दुर्घटना होइन भन्ने चाहिँ हामीलाई यो शङ्का छ। यसको चाहिँ स्पष्टीकरण चाहिँ अब प्रशासनले दिने कसले दिने सम्बन्धित निकायले चाहिँ यो कञ्चनवासीलाई दियो भने मात्रै बल्ल शान्ति हुनेछ बल्ल न्याय पाउनेछ। होइन भने यो घटनाको प्रकृति हेर्दाखेरि यो चाहिँ दुर्घटना होइन घटना घटाइएको भन्ने चाहिँ हामीलाई यही कुराको शङ्का छ। घटनाको प्रकृति बाबुलाई गाडीले ठोकिएको भन्ने हामी सुनेका छौँ। गाडीको ड्राइभर पनि मैले ठोकेको भन्दै चाहिँ आएको छ अरे पुलिस प्रशासनमा। पुलिस प्रशासनले दिएको कुरा सुन्दा हामी त्यही सुन्यौँ। गाडीले ठक्कर दियो बाटोमा अनि नालीभित्र आएर त्यो चाहिँ 5-6 मिटर भित्र आएर चाहिँ त्यो भित्र पसेको छ। त्यसको जुत्ता बाहिर छ। बाहिर जुत्ता जाँदा एकै ठाउँमा बाहिर छ। त्यसको हातमा भएको जुत्ता उठाएर चारतिर जान्थ्यो अथवा त्यो गाडीको सिसा भदमभुदम हुन्थ्यो।
पल्टेको ठाउँमा लोटेको ठाउँमा खुनको आल हुन्थ्यो, टाउको फुटेको छ, हात भाँचिएको छ, खुट्टा भाँचिएको छ। यसले गर्दाखेरि यो चाहिँ घटना घटाइएको हो। यो चाहिँ दुर्घटना होइन, एक्सिडेन्ट होइन। हामी चाहिँ यही कुरामा शङ्का छ, यसको स्पष्टीकरण चाहिँ सम्बन्धित निकायले हामीलाई दिनुपर्छ। र यो घटनाको जसरी फोर्स